Kichkini jaga. Kenari orang tanya. Yes. Yes. Master. Golden master. Yes, guys. Yes. Just a small one. Release, right? Oh, release. Release हो यो. Release. छिटै हिल हुन्छ यिनीहरू. Okay. Save the master. यता मलाई. Sorry. Next time अलिकति Bigger. I want next time little bit bigger. Okay. That's all. once again. अब ढक्कन नभएको जर्किन हालेपछि त अनि उफारेपछि त पक्रिने हो हजुर यही फुटसल खेलिदिने कि त एकछिन हातले ठिकै छ बोल्यो भने आगो बोल्नु मजाले बोल्नु त्यतातिर अलिकति आगो जाने ठाउँमा नि पाएको हो कि साह्रै हुन्छ कि अन्त फायर निड अक्सिजन नि अक्सिजन हावा जेर गर्दा फेरि वारै डिनर पाकिरहेको लोकल पाराले होइन भाइ के बनाउँदै हो दाइ यो अब किम्चीसँग टक्क दिनु पऱ्यो नि त किम्ची र यो बोकाको बदल अहिले बदल हानिसकेको छ बदल त्यहाँ फेरि नभन है कसैले ससमा सेक्रेट हो नि त मजा आउँछ नि त मेरो सागको फेरि घरको टक्क अर्ग्यानिकको मजा आउँछ यो हरियो परेको भ्यालु यस्तो छ कि के भन्नु पऱ्यो यो हाम्रो अर्ग्यानिक सलाद होइन ए बारीको है यो प्याज हाम्रो दलामी दाइको आफ्नै बारीको सोताको बारीमा फलेको हामी भनभनी रहमा आएर भनभनी खोलाको साइडमा रिभर साइडमा बसेर भयो नि त यसमा मैले प्याजको सलाद काट्छु होइन चक्कु ऱ्याम्बो नाइफ है यहाँ छ नि ऱ्याम्बो नाइफ हो र त्यो रापला नाइफ होला नि त त्यो ऱ्याम्बो नाइफले त फेरि बनाउँछु नि अहिले ऱ्याम्बो नाइफ हो कि रापला नाइफ हो दाइ त्यो यो त माछा काट्ने नाइफ होइन दाइ हो नि फिलेट निकाल्ने हो नि ऱ्यापला कम्पनीको मेड इन रापला टक्क बहिनीले पठाइदियो हो मदेखि हेर्नुहोस् गाइस माछा काट्ने नाइफले प्याज काट्दैछ चपबोर्ड हाम्रो फेरि यो हो नि त चपबोर्ड फेरि चपबोर्ड
गाइस यहाँ भात हेर भात त्यहाँ गर न भात ए भात हेर भाइ भात भुजा भइसकेको छ भुजा पाकिन त भात त ए फेरि बिस्तारै के यता नढल्काइ चलाऊ है यता ढुङ्गालाई अडा छ हल्का त्यो त्यसलाई त अब रापमा सिकाउनु पर्छ क्या दाइ है हाम्रो यहाँको लोकल चामल गुल्मीको कति खाइन्छ कति भयो भने चाहिँ चाटो गरौँ है दुईवटा आइटम भयो है ए खोइ यहाँ यो देखाइदिउँ यो हाम्रो यो त पाकिसकेको छ त यार यो खसीको के खसीको मासु यार यहाँ कहाँ बँदेल हो यो त यार खसीको भन्न आएछ यार ह्याकुला ह्याकुला रहेछ नि त त्यो बदलको त राजखानी छैन त त्यहाँ राजखानी पनि हाल्दै रहेछ नि ल ल ठिक छ बदलको राजखानी सलिस तिमी खाऊ है त्यो फेरि तिमीलाई चढाएको चढाइसक्यो अब ए चढाइसकेको रहेछ दाइ भात पनि चढाइसके त्यो प्लेटमा हाल्नु नि त यो त्यो चार टुक्रा है यसो राम्रो पिस निकाल्छ ह्याकुलाहरू है आफूलाई निकाल्दा त खोइ मासु यो खानै सकियो नि त्यसलाई पाल नि त उसो भए कहाँ पखालेको हो त त्यो हो त्यही पनि तिमीलाई अब लाग्दैन पखाले हो के राम्रो राम्रो पिस एक दुईवटा निकाल्छु दुई चारवटा मजाको मासु त एकदम यो हेऱ्यो के यो अदुवा हो क्या अदुवा रहेछ मजाले हाल्ने अदुवा लसुन भनेको मजाले हाल्दैछ क्या फेरि बोतलको बास्नै हराउने गरेर हाल्दैछ क्या फेरि यो अहिले यो यो केले छोपिदिने ती आइको छोपेकोले छोपेको हो के अरे अब प्लेटले छोप न यहाँ बोतल अलिकति नपाकेको रहेछ थोरै पानी हालेर थोरै उमाल्ने अलिकति छिप्पेको रहेछ दाइ है त्यो छिटो हुन्छ पनि नआएर चाहिँ है अब एक दुईवटा अदुवा हालिदिनु पाएको है सही हुन्छ अदुवा पनि ल्याएको थियो नि त हामीले त्यो सबै एउटा त्यो पोकामा परेछ क्या तर अब पाक्छ यो मलाई थाहा भइसक्यो पानी हाल्यो नपल्टियोस् भनेर अब यहाँ यसो यति त दिनु पऱ्यो भने यतिको रापले पाएको छ कि पानी हालिदियो त्यतिको रापले पाकेर पाक्छ कि अब पाक्छ त अब चाहिँ पाक्यो नि राम्रो पनि हुन्छ मिठो पनि हुन्छ लसुन कहाँ छ खुर्सानी लसुन त्यो अघि त किनेको त्यो प्लास्टिकमा मर्निङ गुड मर्निङ सर्ट है त गाइज हामी यहाँ यसरी बस्यो रातभरि केही त भएन त्यही पनि अब मर्निङ सर्ट दायाहरू त्यहाँ सुतिरहेछ एउटा भाइ उहाँ खेलिरहेछ अब ब्रेक अब किटक्याट भइरहेछ है यो खोला हो बडीघाट नयाँ ओरिजिनल फ्लोटर कास्ट पो पुग्छ कि पुग्दैन कास्ट चाहिँ नपुग्ला जस्तो यदि कास्टिङ गाह्रो हुँदो रहेछ फर्स्ट टाइम खेलेको मैले यो भालेले लोकल भालेले पालेको अन्डा हो
होइन भाले चाहिँ कुन चाहिँ पर्यो पार्दो रहेछ भाले चाहिँ कुन चाहिँ पर्यो अब भाले यार रातो भाले रिच यार त्यो रातो भाले यार रातो भाले नि लिने है अन्डा यस्ता खालको अन्डा यार यस्तो लोकल अन्डा चाहिँ सही हुन्छ त यार ल यो अन्डा हेर्नु कति सानो छ रातो यो भालेले अन्डा भनेको यो हो कि हाम्रो ब्रेकफास्टमा पऱ्यो एउटा अहिले सुन्तला यो चाहिँ हाम्रो फ्रुट्समा पर्छ फ्रुट्स अब यहाँ टन्नै छ मैले त खाइसकेर बोकेर त यहाँ भइसक्यो त्यहाँ मरिचको धुले ल्याए थिएन दाइ थियो त त्यहाँ थिएन दाइ मैले हेरेको त्यो मिक्समा छ त त्यो चाहिँ त्यो मरिच ल्वाङ सुङमेल त्यो मिक्स यहाँनिर हाम्रो आयो फोन अलिक ठुलो आलु देखाउनु त हाम्रो बाजेको बारीको छ किलोको आलु भन्दै थियो हिजो त यार हेर्नु त 6 किलो 2 सप्ताह भन्नु न हाम्रो गुल्मीको आलु ठिक छ ल किलो कति आफ्नै घरको भाइ होइन पाइन्छ दाइ होइन पाइन्छ गुल्मी आएर कालिज खान दाइ आफ्नै उसको कालिज मारेर यहाँ यसरी हेलो गाइज देऊ त अलि छोडो भन्छ हेलो गाइज दिने होला ओहो जाल थाके छैन भनेर झन् बिस्तारै ढुक्क भएर आएको ठ्याक्क झन् भाइहरूले जाल थापिदियो जाल बोर भयो Yes, fish on. Fish on. Yes. Morning. ठिक छ ठिक छ राम्रै छ नि Yes, Marshall. Golden Marshall. Yes, guys. Yes. Just small, huh? Release, right? Oh, I release. No. Release. We're gonna go release this fish, guys. We come from Pokhara, but it's quite small. Benches. Huh? Promise. Benches. Lift as well, go. उता झोलामा Benches wide over here. Right? Chora? भन्ने म लिएर आउँछु Lihat out the यतिकै समातेर अलिकति अलिक पछाडिबाट खिच्छु जापान त्यो रापालाई त मुजी उसै नभएको के त्यो मुभमेन्टै राम्रो रहन्छ कि
आउँछ है आफूलाई त जानु भन्नु नि त्यो माछा भयो भने हान्छ कस्तो चिना है छोड्नु यो वाइड होल यतिकै बसेर खिच्छ bigger. I want to next time it be bigger. That's all. नाकको डाँडीमै कोपे मर्दैन यो ग्रिलमा उसमा भयो त हुन्छ त्यो यिनीहरू छिटै हिल हुन्छ यिनीहरूको ओके सेभ द मासु यता यता मलाई बाई बाई मासु नेक्स्ट टाइम अलिकति Bigger. I want to next time little bit bigger. ओके That's all. ओ किन मुख सबै फिसिङ ट्रिपको लास्ट डे क्लोजिङ सेरेमनी हुँदैछ यहाँ क्लोजिङ हाम्रो फिसिङ ट्रिपको अब लास्ट डे होइन क्लोजिङ गरेर हामी फोहोर गरेर त्यहाँ चाहिँ टक्क व्यवस्थित पाराले जम्मा गरेर हाम्रो एउटा प्रो हन्टर चाहिँ हन्टर पहिरो गएर ड्याममा लाएर बसिरहेको अर्को बोर पनि खाना गाडी अर्को पनि खनाएर फेरि आइदिनु पर्यो उता ल हेराउने भएर अहिले आलु साउजी भयो हेराउनु नि हुन्छ तपाईँले पुग्दिनु त हेराउने देखाउँछु पनि अझै म राति एकदम चिच्चाउँछु के पुग्दिनु त पुग्दिनु त त्यहाँले मजाले निन्द्रामा के निद्रामा बोल्नु चिच्याउनु त यस्तो बानी साइडको मान्छे थप्पड हान्नुपर्छ गाला बाजेको आलु भित्रका देखाइ हुन्छ उता भित्र छ उता छ
पहिला यतै बाजे यता हेर्नु त त्यो तराजु बोकेको नि सहन रहेछ यार। केही भएन हो यति निक्ला आज अहिले जोखम त त्यस्तो हो कि सेनामा हाल्ने अनि यो फेकना त त्यहाँ पैसा 3 किलो हालिदिने त्यो त कति किलो भयो 2 किलो हो त 2 3 4 किलो भयो 4 किलो भइसक्यो त्यो आज त्यहाँ हाली हेर्ने आलु त कहाँ 4 किलो भनेर ढक 4 किलो भयो नि त ढक्क 4 किलो भयो अनि यहाँ अरू पनि छ त्यहाँ त त्यसै हाल्दै जोखेर त्यसै हाल्ने क्या पहिला नाम के हो सोभित सोभित के हो परिवार परिवार हो जात त्यो बेला भिडियो खिच्न लागेको मन्त्र पनि त्यो सबै थियो। तो काँडा आइसक्यो कहीँ दे डिस्ट्र्याक्ट भयो कि मलाई यहाँ गाह्रो भइसक्यो त उतै मुन्टो बनाउनु यो बल्ल देखे यति पुगेर हुन्छ बाटोमा गएको थिएँ अलिकति काम नै परिवारलाई राम्रो सर राम्रो होस् राति राति सपनामा नचिलाउँ के अरे सन्तानलाई नातिदेखि लिएर पलातीसम्मको राम्रो सुन्न पाइ के अरे सुन्न पाइयोस् मेरो मेन अरू त सबै ठिक छ त्यही रातिमा गराउँछु नि त्यसो रातिमा सपनामा नगराओस्। सत्य फोन गरेँ मलाई हो कि नानी राति किचकिनी हो बास गरेको त्यसलाई ट्रेनिङमा त्यहाँका म अब अर्कोचोटि आउँदा तपाईँलाई मिल्ने यो ट्र्याकहरू जकेटहरू लिएर आइन्छु जाडो साडोलाई जब्बै लिएर आउँछु होइन म गिफ्ट नि लिएर आउन होइन हुनु न पाएन गिफ्ट ल्याउन जाडोमा लाउने दामी दामी ज्याकेट काम गर्यो भने फेरि काम गर्यो भने काम नगरेर लिएर आइदिन्छु तपाईँलाई काम गऱ्यो भने फेरि उठी भयो फेरि सिधै पोखरा लगेर छोडिदिने हो। अब काम छ अब ल अब बल्ल किचकिनी आइसक्यो खै नारी हेर त गाडी पहिला दाहिने हालेर गाडीहरू त धेरै छेउ लाग्छ मलाई दाहिने हात हुन्छ नि त्यो यार दाहिने त यो दिएको त गाडी हेर्छु कहाँ मैले मिलाएर बुझ्नु पर्यो। यो आइमेको हो यो लोन मान्छेको पहिला दाहिने हानेको देब्रे मगाएको क्या सबै ठिक छ है ठिक छ त्यो सपनामा बौलानी बानी रहेछ है अब खाम भाले खाने तपाईँको होइन अरे अझै बाँकी नै छ अझै नै बाँकी नै छ अझै बाँकी नै छ नि। त्यो अरू निकालेन मैले ए त्यो किचकिनीले निकालेन त्यो मैले फुक्दियो गरे लट्ठ भयो भने झ्याउँछ नि त फेरि एकचोटि यहाँ बसौँ त किचकिनी भन्ने कुन्ते बोक्सी र मैते धामी भन्ने हुन्छ मैते धामी दुई भाना हुन्छ दिदीले खर खानुहुन्न खाना खर्च छैन दिदीले लाउने कसैलाई त्यहाँबाट त्यो मान्छे आएर कुखा गर्ने भाइले लामा भाइ अन्त भाइ लामा भयो भने पाएर उठे हुन्छ नभए पनि नआउनु होला आउँछु भाइले फुक्छ बेलुकी खाना खर्च त हुन्छ एक मुठी चाह भने त आउँछ त्यही भएर मैते धानियौँ र भगवान् पास अरू एउटा के छ भने त तपाईँको बुढी औँला दाहिने खुट्टाको बुढी औँलाको यसरी गरिदिउँला राति हतियार नराख्नुलाई सिकाउनु मैले फेरि आफूले हानिन्छ ख्याल गर्नु होला
मैले पहिला राख्थेँ पछि म उत्रेको छु बा मलाई सन्तोष जय श्री राम हामी माछा समाउनु पऱ्यो माछा समाउँछौँ माछा समाए पनि हामी पछि समाए पनि त्यो कहिले काहीँ अब असला त हजुर बल्छी हान्न दिन्छ नि बल्छीले त बगैँचातिर हाल्ने यहाँ हाने छैन त्यसलाई पाइन्छ बल्छी त रमाइलो मनोरञ्जन हो क्या त्यसले त्यो पानीको कताबाट जान्छ त्यहाँ तल बाटो होला नि यहीँ माथि पनि छ यहाँ पनि छ ए गाडी पनि जान्छ गाडी जान्न लाग्नु पर्यो दरबार भन्छ कति कलतिर दरबार ठुलो बस्ती रहेछ त है हामी पोखरा हो के दाइ पोखरा हो हजुर पोखराबाट आएको कि हामी यता पोखराबाट भाइ खेल्छ माछा बल्छी खेलिरहेको होला